हेलो गाइस, नेपालको 12-28 मैले भिडियो गर्दैछु। मेरो घरको छतमा माथिबाट डाँडा डाँडा बादलहरू बाफ्रे कस्तो राम्रो यो सबै टनेलहरू सब्जी खेती अनि त्यसको साथसाथै यहाँनिर मेरो ड्रागन फ्रुट्स फुलेको अवस्था छ। मौलाउँदैछ छतमा भर्खर लाउँदैछु थोरै थोरै पनि र यहाँनिर दुई ठाउँ सुरु गरिसकेका छ ड्रागन फ्रुट्सले कोसी खेती भर्खर थोरै थोरै सुरु गर्दैछु। अनि ल हेर्नुहोस् त पछाडि कस्तो राम्रो देखेको बाफ्रे यो उता चाहिँ अब खोइ कता कता के हो ठाउँको नाम चाहिँ थाहा भएन। जस उता काठमाडौँ होइन एयरपोर्ट यता एयरपोर्ट अनि यतै बाफ्रे घाम चाहिँ थोरै चर्को छैन है। यतै धान रोपेर हरियो बनाइसके। अब यो धान पाकिसकेपछि चाहिँ फेरि इँटा बनाउनलाई माटो लिएर यहाँ थुपारिरहेछ। यो इँटा भट्टीले गर्दा चाहिँ अलिकति धुलोको समस्या नजिकै घर हुँदा चाहिँ हुने रहेछ। घर चाहिँ धुलै धुलो सफा गरे कि मेरो अगाडि चाहिँ फुलखेती छ। मेरो घरको अगाडि चाहिँ राम्रो फुलहरू लाउनु भएको छ नि कस्तो राम्रो बादल यता चाहिँ कता उता टाढातिर चाहिँ खोइ के हो नगरकोटहरू अरे